हेलो हेलो नमस्कार सम्पूर्ण मेरो मित्रजनहरूमा यति बेला चाहिँ एउटा बालक हराएको सूचना ल्याएर आएको छु। हिमाचल प्रदेश शिमला जुबल तहसिलमा पर्ने सनापाबाट मानिस हराएको सूचना। नाम चाहिँ नाम सोनु बुढा मगर, उमेर 14 वर्ष, कक्षा 9 मा अध्ययन गर्दै बस्ने जग्गाको नाम सनापा खरापत्तर। अप्रिल 1 तारिक शामको हराएको छ। उहाँको खोजी कार्यको लागि हामी सबैको सहयोग चाहिएको छ र सम्पर्क नम्बर पनि हालेको छ। यो सम्पर्क नम्बरमा हजुरहरूले कल गरेर यदि भेटाउनु भयो भने सहयोग गर्नुहुने फोटो देखेको या भेटेकोमा यो नम्बरमा दिएको नम्बरमा सम्पर्क गर्नुहुने छ भन्न चाहन्छु म। यति बेला भने बाबुको खोजी कार्यमा हामी सबै लागि पर्नुपर्ने छ, किनभने हामी नेपालीको बच्चा हराएको छ। जसको बच्चा हराए पनि मानव सेवामा चाहिँ लागि पर्नुपर्ने छ भन्न चाहन्छु म। सहयोगको लागि एक सेयर गरिदिनु होला भन्न चाहन्छु म। नाम सोनु बुढा मगर, सनापादेखि हिमाचल प्रदेश शिमलादेखि हराएको छ। यति सानो बाबु के कारणले हराएको हो, यदि कसैले बाटोमा भेट्नुभयो या कहीँ अलपत्र अवस्थामा पनि भेट्नुभयो, हजुरहरूले पुलिस थाना चौकीमा पनि नजिकैको पुलिस थाना चौकीमा रिपोर्ट गर्नुहोला। यदि गर्न चाहनुहुन्न भने सेयर पनि गर्न सक्नुहुन्छ। तपाईँहरू सेयर गरेर भिडियोलाई धेरैभन्दा धेरै सेयर गरौँ, उहाँको परिवारसम्म पुर्याउनको लागि ऊ बच्चाको खोजी कार्यमा लागि परौँ भन्न चाहन्छु म। यति भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। यति बेला चाहिँ यस्तै भिडियोको लागि हजुरले मलाई चाहिँ फलो गर्नुहुनेछ। खम्बु मल्लमा तपाईँको अर्को भिडियो मिलाउन। धन्यवाद।